कसले सोचेको थियो होला कि एकपटक ज्याकलको हातमा भएको साधारण कागजको पंखा बेलायती राष्ट्रपतिलाई मार्ने उत्तम हतियार बन्नेछ। यसपटक ज्याकलले बन्दुक र गोली मात्र होइन, सानो कागजको पंखा पनि ल्याएको थियो। राष्ट्रपति आइपुग्नु अघि ज्याकलले अभ्यासमा गोली चलाए। गोली 50 सेन्टिमिटर टाढा खस्यो, जुन ज्याकल जस्तो स्नाइपरको लागि भयानक कुरा थियो। उसले तुरुन्तै आफ्नो स्नायु शान्त पार्यो र फेरि गोली चलायो। यसपटक लक्ष्य सही थियो र गोली राष्ट्रपतिलाई छेडेर उनको मृत्यु भयो। त्यसपछि ज्याकलले बिस्तारै बन्दुक खोल्यो, सुटकेसमा राख्यो र आफ्नो कोठाको ओछ्यानमुनि बम राख्यो। त्यसपछि जाँदा उसले प्रहरीलाई सचेत गराउन फायर अलार्म तान्यो। पार्किङ स्थलमा पुगेर उसले सुटकेस हटायो र अर्को अडी कारमा राख्यो। त्यसपछि ऊ पहिल्यै नै तयार गरिएको कारमा छिटो भाग्यो, आफ्नो लुकेर भाग्यो। प्रहरी भवनमा आइपुग्दासम्म एउटा विनाशकारी विस्फोट भएको थियो। सबै प्रमाणहरू नष्ट भएको थियो। ग्यारेजमा रहेको कार पनि विस्फोट भएको थियो, कुनै निशान छोडेर। यो शीर्ष स्नाइपरको तरिका थियो, तर राष्ट्रपतिको हत्या गरेपछि भाग्नु सजिलो थिएन। प्रहरीको शंकाबाट बस्न ज्याकलले आफूलाई चेस खेलाडीको भेषमा राख्यो र उनीहरूले ध्यान भङ्ग गर्न चेस सेट पनि किन्यो। यसैबीच प्रहरीले राष्ट्रपतिको हत्यारा पत्ता लगाउन कडा सीमा जाँच सुरु गरेको थियो। ज्याकल आइपुगेपछि उसले शान्तपूर्वक भन्यो कि ऊ एक चेस खेलाडी हो र खेल हेर्न आएको हो। आफ्नो पहिचान प्रमाणित गरेपछि प्रहरीले उसलाई आफ्नो कारमा भएको बाकस देखाउन भन्यो। ज्याकलले चाहेको कुरा यही थियो, ताकि पुलिस विश्वस्त होस् कि ऊ एक चेस खेलाडी हो। उसको पातलो कमजोर शरीर देखेर प्रहरीले सोचे कि उसले कुखुरा मार्न पनि सक्दैन र उसलाई जान दिन सक्दैन। चाँडै ज्याकल फ्रान्स आइपुग्यो। ऊ इन्टरनेट क्याफेमा गयो, आफ्नो युएसबी आफ्नो कम्प्युटरमा प्लग गर्यो र आफ्नो ठेकेदारलाई सोध्यो कि उसले राष्ट्रपतिलाई मार्ने भुक्तानी कहिले पाउनेछ। ज्याकलले पहिले ठेकेदारलाई भेटेको थिएन। उसले चाहेको थियो, तर अर्को ठेक्काको लागि $1,00,000 प्रस्ताव सुनेर उसलाई हल्लायो। उसले अरू केही सोचेन र सहमत भयो। उसले काम सुरु हुनुभन्दा अगाडि $5 लाख दिने र बाँकी पछि दिने भन्यो। ठेकेदार सहमत भयो र उसलाई स्थान बतायो। ज्याकल पहिलो स्थानमा गयो। त्यहाँ ठेकेदारको एक एजेन्टले ज्याकललाई नयाँ लक्ष्य देखायो। तर जब उसले लक्ष्य थाहा पायो, उसले पहिलेको मूल्य $5 लाख बाट बढाएर $10 करोड पुर्यायो, किनकि यो लक्ष्य संसारको सबैभन्दा धनी मानिस थियो र धेरै कडा सुरक्षा थियो र उसलाई मार्न धेरै प्रयास आवश्यक पर्ने थियो। पछि ज्याकल स्पेनको आफ्नो भिल्लामा आइपुगे र आफ्नै श्रीमतीलाई बच्चाहरूको खेलौना प्याक गरिरहेको भेटाए। ज्याकललाई देखेर उनकी श्रीमतीको उदास अनुहार निर्दोष मुस्कानमा परिणत भयो। उनले सोचे कि उनी व्यापार यात्राबाट चाँडै फर्केका थिए, तर उनलाई थाहा थिएन कि उनको श्रीमान संसारको सबैभन्दा खतरनाक स्नाइपर हो। जब उनकी श्रीमती खाना पकाउन गइन्, ज्याकलले ढोका बन्द गर्यो र आफ्नो बन्दुक तिजोरीमा राख्यो। त्यसपछि उसले ल्यापटपमा ठेकेदारसँग कुरा गर्न थाल्यो। घरबाट निस्केपछि उसले थाहा पायो कि उसको स्पेनी भिल्लामा सबै कुरा परिवर्तन भएको छ। उनकी श्रीमती र ससुरालीहरूले उनको स्नाइपरको गोप्य कोठा फेला पारेका थिए, जसमा विभिन्न देशका मुद्रा, नक्कली राहदानी र एक पेशेवर मास्क थियो। ज्याकलले यो सबै आफ्नो फोनको सीसीटीभीमा हेरे। उनकी श्रीमती र ससुराली छक्क परे। उनलाई डर थियो कि यदि उनीहरूले उनका स्नाइपर गतिविधि पत्ता लगाए भने उनकी श्रीमतीले उनलाई छोडेर जानेछिन्। उनी गाडी चलाइरहेका थिए, आफ्नी श्रीमतीलाई कसरी बुझाउने भनेर सोचिरहेका थिए। अचानक उनको ध्यान भट्कियो र उनको कार ट्रकसँग ठोक्कियो। ज्याकल गाडीबाट बाहिर निस्के, माफी मागे र पैसा प्रस्ताव गरे, तर ट्रक चालक क्रोधित भयो। उसले अस्वीकार गर्यो। ज्याकलले उनलाई त्यही मार्ने योजना बनाइरहेको थियो। त्यतिकैमा एउटा पुलिसको गाडी त्यहाँबाट गुज्रियो। ज्याकलले पुलिसको ध्यान आकर्षण गर्न चाहेनन्, तर चालकले पुलिसलाई बोलायो। ज्याकल शान्त रहे र नक्कली कागजात प्रस्तुत गरे, तर राष्ट्रपतिको मृत्युको आगो अझै शान्त नभएकोले पुलिसलाई शङ्का लाग्यो। पुलिसले उसका सामान जाँच गर्यो र बन्दुक फेला पार्यो। अर्को सेकेन्डमा ज्याकलले पुलिसलाई मार्यो। त्यसपछि उसले ट्रक चालकलाई पनि मार्यो। ज्याकलले गोप्यमा बन्दुकबाट आफ्नो औँठा छाप मेटायो र चालक र पुलिसको हातमा राख्यो, जसबाट उनीहरूले लडेर मरेको जस्तो देखिन्थ्यो। त्यसपछि ऊ आफ्नो कारमा भाग्यो। सुनसान पार्किङ स्थलमा पुगेर उसले लाइसेन्स प्लेट हटायो र आफ्नो चिन्ह मेटाउन तीखो पानी छर्क्यो। तर उसको वास्तविक चुनौती आफ्नी श्रीमतीलाई मनाउनु थियो। उसले उनलाई होटलमा बोलायो र फेरि झुट बोल्यो, भन्यो कि ऊ केवल एउटा कम्पनीको जासुस हो। ज्याकलले फेरि एकपटक आफ्नो स्नाइपर स्थिति लुकायो। त्यसपछि उसले वाचा गर्यो कि अन्तिम कामपछि उसले यति धेरै पैसा कमाउनेछ कि उसले यो सबै जासुसी त्याग्नेछ। त्यसपछि तिनीहरू खुसी जीवन बिताउन सक्नेछन्। तर उनकी श्रीमतीलाई थाहा थिएन कि उसले मार्न लागेको मान्छे कुनै सामान्य मान्छे थिएन। ऊ चार्ल्स थियो, संसारको सबैभन्दा धनी मानिस, यति धनी कि उसले एउटा पुरै टापु किन्यो र आफ्नो सुरक्षाको लागि त्यहाँ बस्यो। यस खतरनाक अभियानको लागि ज्याकलले फेरि ठेकेदारको एजेन्टलाई भेट्यो। यसपटक $10 करोड माग्यो, जुन उनले स्वीकार गरिन्। आधा पैसा पाएपछि उनी हंगेरीको एउटा पुरानो कारखानामा गए, जहाँ उनले आफ्नो विश्वासिलो मेकानिकलाई मिसनको लागि विशेष हतियार बनाउन लगाए। चार्ल्सले 2 हप्तापछि इस्टोनियामा भाषण दिने कार्यक्रम थियो, जुन ज्याकलको लागि सबैभन्दा राम्रो अवसर थियो। तर त्यहाँ सुरक्षा अत्यन्त कडा थियो
उनको वालेट पनि मेटल डिटेक्टरहरूले जबफ गरे। त्यसैले ज्याकलले एउटा विशेष ट्रिक जुत्ता बनाउन आदेश दिए जसमा उनी स्नाइपर राइफलका भागहरू लुकाउन सक्दथे। यो जुत्ता प्लास्टिक र हलुका धातुबाट बनेको थियो ताकि उनी सुरक्षा जाँचहरूबाट लङ्घन सकन्। मेकानिकले यो जुत्ता 3D प्रिन्टिङ प्रयोग गरेर बनाए जुन एक पटक मात्र प्रयोगको लागि हो। ज्याकल यसलाई प्रयास गर्न उत्साहित थिए तर उनलाई थाहा थिएन कि बेलायती जासुसहरू अघिल्लो मिसनमा बेलायती राष्ट्रपतिको हत्याको सम्बन्धमा उनको पछि लागेका थिए। उनीहरूले ज्याकललाई त्यही हङ्गेरी कारखानामा ट्र्याक गरे जहाँ ज्याकलले बन्दुकको परीक्षण गरिरहेको थियो। तर कुनै न कुनै रूपमा उनी भागे। उनले अब एउटा विशेष सुट लगाएका थिए जसमा उनले आफ्नो स्नाइपर राइफल फिट गरेका थिए। उनको निशाना अब चार्ल्स थिए जो 2 किलोमिटर टाढा रहेको उनको टापुमा बस्थे। त्यो क्षेत्रमा कडा सुरक्षा गरिएको थियो, कोही पनि भित्र पस्न सक्दैनथे, कसैलाई मार्न त परको कुरा। तर हाम्रो ज्याकलले उत्कृष्ट स्नाइपर थियो। उसले याद गर्यो कि चार्ल्स हरेक बिहान समुद्रमा पौडी खेल्न बाहिर निस्कन्थ्यो। उसले एउटा डुङ्गा भाडामा लियो र डुङ्गा मालिकलाई मार्यो। त्यसपछि उसले समुद्रमा स्नाइपरको लागि तयारी गर्न थाल्यो। बन्दुक, गोली र स्ट्यान्ड सबै तयार थिए तर छालहरू यति कठोर थिए कि लक्ष्य राख्न गाह्रो भयो। त्यही रात ज्याकलले सन्तुलन कायम राख्ने विशेष उपकरण आविष्कार गर्यो। भोलिपल्ट डुङ्गामा पुगेपछि उसले 4वटा गोली निकाल्यो र पहिलो गोलीले लक्ष्यमा पूर्ण रूपमा प्रहार गर्यो। तर त्यसपछि एउटा ड्रोन देखा पर्यो। ज्याकलले तुरुन्तै आफ्नो स्नाइपर राइफललाई कपडाले छोप्यो र माछा मार्नेको नाटक गर्यो। तर सुरक्षा कार्डहरू अलि शङ्कास्पद थिए, त्यसैले तिनीहरूले अनुसन्धान गर्ने निर्णय गरे। यसैबीच आफ्नो कडा सुरक्षा घेरिएको चार्ल्स पौडी खेल्न बाहिर आए र समुद्रतिर लागे। ठिक त्यही ज्याकलले आफ्नो स्नाइपर राइफल तयार पार्यो। तर गुज्रिरहेको डुङ्गाको छालले उसको डुङ्गा हल्लायो र उसले अवसर गुमायो। त्यतिन्जेल चार्ल्स समुद्रमा खसेको थियो। यसैबीच चार्ल्सको सुरक्षा टोली ज्याकलतिर अगाडि बढिरहेको थियो र ज्याकलले दोस्रो पटक सोच विचार नगरी उनीहरूलाई मार्यो। अर्को क्षणमा एउटा ड्रोन आयो तर ज्याकलले सिग्नल ज्यामर प्रयोग गरेर त्यसलाई निष्क्रिय पार्यो। सुरक्षा प्रमुखले तुरन्तै उनीहरूलाई स्नाइपरले निशाना बनाएको सचेत गराए। आतंकित हुँदै सुरक्षाकर्मीहरू चार्ल्सलाई बचाउन पानीमा हाम फाले। ज्याकल शान्त रहे र गणना गर्न थाले। चार्ल्सले सास फेर्न बाहिर निस्कनुपर्ने थाहा पाएर उनले तेस्रो गोली चलाए जुन गल्तीले एक गार्डलाई लाग्यो। यो देखेर चार्ल्स पानीमा यताउति हिर्काउन थाले। यसैबीच ज्याकलले पहिले नै आफ्नो तोकिएको गोली आफ्नो बन्दुकमा लोड गरिसकेका थिए। आफ्नो तीखो दिमाग प्रयोग गरेर उसले सही रूपमा निशाना बनाएर चार्ल्सको घाँटीमा गोली हानेर उनको मृत्यु भयो। त्यसपछि उनी भागे। मिसन पूरा भएपछि ज्याकल विमानस्थलमा आइपुग्यो। त्यहाँबाट उनले ठेकेदारले आफ्नो बाँकी पैसाको लागि सन्देश पठाए र आफ्नो स्नाइपर राइफल कन्भेयर बेल्टमा छोडे। ज्याकल स्पेनमा घर पुगेर आफ्नी श्रीमती र छोरा हराएको भेटाए। उनको श्रीमतीले सत्य पत्ता लगाएकी थिइन्। उनी एजेन्ट हैनन् तर संसारका सबैभन्दा खतरनाक स्नाइपर थिइन्, त्यसैले उनी भागेकी थिइन्। त्यतिकैमा महिला एजेन्टले फोन गरिन् र उनले भनिन् कि उनी स्पेनमा छिन् र कुनै पैसा पाउने छैनन्। यति भनेर उनले फोन काटिदिइन्। ज्याकलले आफू ठगिएको महसुस गरे। यस्तै गरी ठेकेदारको एजेन्टले उनको स्थान पनि पुलिसलाई पठायो। ज्याकलले बाँकी पैसा, पासपोर्ट र हतियार लिएर भाग्न तयार भयो। त्यतिकैमा घर बाहिर पुलिस आइपुग्यो र ज्याकलको बिनाजु रक्सीले मातिएर फर्केको थियो। ज्याकललाई ज्याकल ठानेर उनीहरूले गोली चलाए। पुलिसलाई देखेर ज्याकलले बत्ती निभाए र आफ्नो गोप्य कोठाको एकतर्फी ऐनाको भित्ता पछाडि लुके। पुलिस महिलाले भित्तातिर हेरिन् र दुवै आम्ने सामने भए। केही क्षणपछि ज्याकलले निशाना बनायो तर उसको साथी बाटोमा आयो र उसलाई लाग्यो। केही समयपछि ज्याकलले केटीलाई पनि मार्यो। भागेपछि ऊ रिसायो। ऊ ठेकेदार र उसको एजेन्टलाई खोजेर मार्ने दृढ थियो। तर अहिलेको उसको सबैभन्दा ठूलो चिन्ता आफ्नी श्रीमती र छोरालाई फिर्ता ल्याउनु थियो। उसले आफ्नी श्रीमतीलाई फोन गर्यो तर उनले फोन नोराको भाँडामा फ्यार्दिइन्। निराश हुँदै उपहातीमा अगाडि बढिरहेकामा उसको कार अर्को कारसँग ठोकियो र यस श्रृङ्खलाको पहिलो सिजन यही समाप्त हुन्छ। अर्को सिजन अझै आएको छैन। यो भएपछि यस च्यानलमा यसको व्याख्या पाउनुहुनेछ। त्यसैले च्यानललाई लाइक र सब्स्क्राइब गर्नुहोस्।